सर अपराधीको कपाल जस्तो छ। त्यो अपराधीको कपाल होइन, मृतकको हो जाठा। सर हामीले यो कपालबाट डिएनए टेस्ट गरेर मृतक को हो र कति वर्षको हो भनेर ठ्याक्कै पत्ता लगाउन सक्छौं सर। जिन्दगीमा पहिलोचोटि राइट कुरा गरिस् है दया। सर मेरो नाम दया होइन माया हो। ए माया, यो एउटा कपाल मात्रै होइन, हाम्रो लागि एकदम ठुलो प्रमाण बन्न सक्छ। त्यही भएर यो कपाल एकदम सुरक्षितसँगले राख माया। तपाईँ ढुक्क हुनुहोस् सर, यो कपाल म एकदम सुरक्षितसँग राख्छु। बाबु अलि ठुलो छैन बोरा? कपाल अड्दैन होला नि त त्यसमा। छ काका, लिएर आऊ। समुद्रमा गएर ढुङ्गा पत्ता लाउनु र तँलाई मसँग राखेर मैले अपराधी फेला पार्नु एउटै हो। म तँलाई लास्टचोटि सोध्दैछु, मसँगै बसेर राम्रोसँग इन्भेस्टिगेसन गर्छस् कि गाउँमै गएर बाख्रा गोठाले हुन्छस्? तिमीसँग मुर्दा खोजेर हिँड्नु भन्दा त बरु म गाउँमा बाख्रा गोठाले भएर हिँड्छु काका। हो रहेछ दया। काका दया होइन के मोया हो म पनि तेरो काका होइन, तेरो सर हो म। माया, यहाँ केही त गडबड छ। प्रमाण त म सुँगेरै पत्ता लगाइदिन्छु। यो के हो र सर? मृतकको बिर्यो हो माया। तर यो त कालो छ त सर। चस्मा खोल न जाठा। केही त गडबड छ दया। यो बिर्य धेरै सुकेको त छैन, आलै छ। ट्याडाउ।